So guys, back to my channel again after a long time. है we are going to Kurseong नयाँ कमान है आज हाम्रो म्याच छ अगेन्स्ट सुकना and my boys here number 8 back from injury ओदा भाइ छ है हाम्रो बोइजहरु चाहिँ पछि आउँदै छ राइट देखाउँछु के भ्यूहरु यताउति हेर्दै गर्नुस् है गाइस बाइ बाइ हाम्रो सानो प्रस्तुति भित्रका अरे खुसीहरू यहाँ छ boys are coming boys inside the house or within the house सयो हाम्रो भाइले सानो यहाँ भन्नुहुन्छ अरे लु के छ भन्नु जिन्दगीमा त हैन धोका पनि यति खायो कि तर जे पनि छ जस्तो लाग्छ किन अब आज म जिउँदैछु नि त्यागेर होइन यो लाइफको त्याग्नु पर्छ क्या खुसी पनि लाग्छ थ्याङ्क यू पनि भन्न चाहन्छु ओके दामी कुरा यो चाहिँ दामी है यो चाहिँ हाम्रो यङ लर्सहरू सुन्नुपर्ने हुन्छ है त्यही हो यहाँको हाम्रो केटाहरू हो होइन यहाँ चाहिँ हल्का ड्रिङ्किङ वाटर र हामी आइसक्यौँ पानी गोलाई है ल सुन्नुभयो होला हाम्रो ओजाको सानो कुरा यस्तै कुराहरू चाहिँ आइबस्छु है ल च्याटे बाई दिन चाहिँ एकदमै ग्लुमी र भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले मिठो होइन ग्लुमी अहिले चाहिँ बाटो दुधेको ब्रिज भत्किएको कारणले गर्दा चाहिँ हामी यताबाट एकदमै घुमेर जानुपर्छ अब यहाँबाट सिधै तपाईँको हामी निक्लिनु पर्ने हुन्छ तल मलबाट फेरि यता हुँदै पानी घट्टाहरू हुँदै जानुपर्छ जर्नी इज लङ है गाइस र गाइस हामी चाहिँ आइपुगिसक्यो नोलको बाटो होइन तर यहाँ सानो लर्ड बुद्धको मजाको खिच्दैछ है र माने पेमे हो ल है गाइजहरू के छ एकदम आजको के छ अपडेट त्यही हो होइन साई वाट यु वान्ट टु से ओ ला यो हातमा चाहिँ अलिकति मैले खोतार दिएको है गाइस अघि ल भाइले तङ गरिरहेको कि ला भनेर खोतार दिएको है मैले चाहिँ यस्तो दिएको ओके ओमाने पेमे हो हाम्रो दुईजना छोटा स्ट्राइकर्स एक भाइ विङ्गर एक भाइ स्ट्राइकर आज स्टार प्लेयरलाई मैले अघि देखाइसकेँ यसरी आउँछ गाडी यहाँ हो हाम्रो स्टारले यहाँ गाडी कस्तो मजाको घर यहाँनिर सुपारीको बोट सुपारीमा चाहिँ पुरा पैसा होला होइन सुपारी खेतीमा चाहिँ मलाई यसो कमेन्ट गरिदिनुहोस् होला सुपारी खेतीमा चाहिँ कति हुन्छ तपाईँहरूको आम्दानी पुरा मेरो जग्गा छ कहाँ छ ऊ परतिर दामी देखिरहेको छ यो उसको जग्गा छ अरे यहाँ उसको बारी होइन किनेको जग्गा किनेको हो कतिमा किनेको हामीले 2 लाख रुपियाँ ए 2 लाख रुपियाँ कट्ठा है गाइस फेरि कट्ठा है ओइ बिग बम्पर misguided right that's र ए गाइस हामी चाहिँ एकदमै शान्ति जग्गामा आइपुगेको छ यो शान्ति कस्तो दामी छ हेर्नुहोस् तपाईँहरूले त्यो जग्गा फिल गर्नुहोस् थ्रु द भिडियो अन्त के छ एक दुई शब्द फेरि हान्देऊ न त सायरी चाहिँ ओभर है ओभर त्यो सायरीमा चाहिँ एकदमै कमेन्टहरू पुऱ्याउनु पऱ्यो गाइस हाम्रो केटाहरू लस्ट भएर चाहिँ यहाँ खै कहाँ गयो केटाहरूले त बाटो बिर्स्यो के हो
बजी गेम भने बिस्तारै आउँदैछ अब यहाँ हल्का केटाहरू आएको खिचिदिउँ भनेको खै आउँदैन। अब हामी चाहिँ यो रुट लिएर चाहिँ जानुपर्ने हुन्छ यताबाट यताबाट गएर चाहिँ हामी पुग्नुपर्ने हुन्छ पानीघट्टा। अझै यात्रा लामो छ कहिले पुग्नु गलिसक्यो बसेकोले है। ल स्याडे केटाहरू देखाउँछु म अब। र हामी यता चाहिँ अहिले केटाहरू ब्याकमा त्यो चाहिँ नयाँ रुट हो त अब ड्राइभरहरूलाई पनि भनिदिइराख्नु न। भन्देऊ न तिमीले। यो चाहिँ अब तपाईँले ड्राइभर्सहरूलाई याद छैन भने चाहिँ यो बाटो चाहिँ नलबाट ओह्रालो झरेर त्यहाँ चाका निस्किने बाटो हुँदैछ है भाइहरू जोडेर टक्क लेफ्ट लिनुपर्छ। गाडीमा आउँदैछ गाडी आउँदैछ पछाडि केटाहरू पनि छ कता कता ग्याङ साइन हान्दैछ केटाहरू ग्याङ साइन। दामी भ्यू आयो यहाँ चाहिँ फेरि स्याटिस राम्रो छ हरियो पर्यो वरिपरि होइन आँखा राम्रो हुन्छ हेर्नुपर्छ हरियो पर्यो। तर एकदमै ह्युमिड वेदर बाफिने छ है गाडी बाफिने। ल लाग्छ स्याडै कहाँ गएको अरे हात्ती हेर्नु गएको अरे हात्ती हेर्नु ए कुन चाहिँ सफारी ओपरै पुटुङ सफारी आएको अरे गाइजहरू चाहिँ ओपर यो त पढाए हिलायो पढायो बाटो चाहिँ एकदमै स्लस बेलुका चाहिँ हात्ती निस्किन्छ नि फेरि यता चाहिँ सुन्नु हुँदैछ होला यहाँ त बी केयरफुल गाइज है। हात्तीले चाहिँ फेरि आफू खानिदिन्छ नि एउटा बिहा पनि गराइरहेको छैन। वाटर क्रसिङ है गाइज सानो यस ल बाई फर्स्ट दामी जग्गा स्टडिज। यो बाटो चाहिँ म फर्स्ट टाइम आएको है केटाहरू चाहिँ आएको होला पहिल्यै ओदाले चिनाएको यो बाटो त पहिल्यै हिँडिसकिरहेछ मेरो चाहिँ फर द फर्स्ट टाइम यो रुट स्टडी चाहिँ भ्यू चाहिँ दिस इज पुटुङमा ग्राउन्ड दामी रहेछ मुनि मन्दिर पनि है गाइस ग्रास रहेछ नि हौ दामी ग्राउन्ड रहेछ मुनि पुटुङको 9 साइड हो कि 9 साइड तर म उभिन्छ दामी रहेछ ग्राउन्ड चाहिँ। हामी चाहिँ पुटुङ आइसकेको अवस्था लट्स अफ लग्स लट्स अफ लग्स है गाइस इन द हाउस। अहिले ग्यास क्राइसिस भएर होला सबैको घरमा लग्स माने काठको दाउरा यहाँ हेर्नु सुपारी इज लट्स एन्ड लट्स अफ यो गाइस। सुपारी खान्छ माथिन्छ नि हो र माथिन्छ नि सुन्नुहुँदैछ होला माथि सुपारीको खेती र गाइस हामी चाहिँ पुगिसक्यौँ पानीघट्टा होइन के भयो यिनीहरूलाई कुनै यहाँ के भयो फेरि अब पानीघट्टामा यहाँ हुँदैछ हाम्रो आर्म रेस्लिङ। ओए एकतालमा हारेको अवस्था यो भाइ हारेको कारण चाहिँ मैले कोथारेर हो नि त हातमा हेर हातमा कोथार दिएको मैले कोथार दिएको आज वी आर इन पानीघट्टा केटाहरूले चाट ब्रेक गरिरहेको छ चाट ब्रेक फेरि सानो देखायो सानो आज हामी फाइनल पुग्छौँ पानीघट्टा ब्रिज। ओइ दामी वेदर फेरि यहाँनिर स्टप हान्दैछ गाइजहरूले स्टप वाइ स्टप एभ्री टाइम स्टप के भयो बुबु र गाइज हामी चाहिँ रोहिनी टोल ट्याक्स पुगिसकेको अवस्था छ होइन इट्स बिन रेनिङ अलिअलि यहाँनिर त्यही हो अब जानुपर्ने हुन्छ हामी छैन सो अहिले झरेको अवस्था है नयाँ कमान हामी जानु सक्दैनौँ Look at this gloomy view. So yeah, view माथि डाँडामा च्याट्टै होइन
मिठो सानो वाटरफल है यता छिर्नु पर्ने रहेछ है स्टेज अनि आई लभ रोहिणी लेखेको छ यहाँनिर डाँडा बगैँचा यो डाँडो ब्याक साइडमा छ यो तर मेरो क्यामेरामा पानी पस्यो बाटो त्यस्तो रहेछ है गाइज वाउ दामी दामी गुड रुट राम्रो हुँदैछ अलिकति यहाँ क्यामेरामा पानी अरू यहाँ ब्रिज दिस इज द के भन्नु अब बस्ने हो होइन हिँड्ने हो दिस इज द ब्रिज वाटर कमिङ फ्रम अप ओए यो र गाइस हाम्रो पुग्न आँटिसक्यौँ नयाँ कमान र बाटो यस्तो छ अहिले वाटर स्ट्रिम वाटर क्रसिङ गाइस फ्रम द ब्याक गोइङ अहेड हामी पुग्न आँटेको अवस्था त्यही ग्राउन्डमा देखाउँछु ग्राउन्ड देखाउँछु है र हामी चाहिँ ग्राउन्ड आइपुगेको अवस्था ग्राउन्ड चाहिँ तपाईँको यहाँ रहेछ होइन है हल्का यहाँ चाहिँ पानी जमिरहेको अवस्था गाउँमा रहेछ नि त टक्क गाउँको बिचमा है ल है यो चाहिँ ग्राउन्डको अर्को भ्यू है गाइस यस्तो छ है अहिले चाहिँ माथिबाट अघि अर्को देखिरहेको थियो अहिले यस्तो छ मजाको होइन सेभेन साइड लु यो चाहिँ लजालु झार है पुरा लजाइहाल्छु लजायो लजायो ला कोही कोही केटाहरू यस्तै हुन्छ छुँदा पछि लजायो यो त के भयो कुप्रो पऱ्यो त्यो त कुप्रो पऱ्यो साईले गरेको हेर्छु ल गाइस हामी चाहिँ रेडी भइसकेको अवस्था होइन गाइजहरू पनि रेडी भइसकेको छ लेट्स गो फर द विन होइन अझ साइड के छ लेट्स गो फर द विन होइन के छैन ओके वाट डु वान्ट से लेट्स गो फर द विन होइन त्यही हो त्यहाँ डोना डोना यहाँ फेरि हाम्रो विदेशी किपर विदेशी एकदमै विदेशी अब गेमको चाहिँ अब घरहरू गर्नु भ्याउँदैन किनभने अब त्यस्तो सक्दिनँ अहिले अब म्याच सकेर भन्ने छु तपाईँहरूलाई के कसो भयो रिजल्ट होइन सो टिल देन किप वाचिङ एन्ड च्याटिङ ल गाइस एन्ड अफ द गेम होइन सुकनासँग थियो इट वाज अ वेल फट गेम होइन लास्टमा मजा आयो हामीले पहिल्यै 2 कन्सिड गरेको थिएँ त्यहाँबाट वी केम ब्याक इन द सेकेन्ड हाफ है 2 अल भयो टाई ब्रेकरमा चाहिँ अब 4-5 भएर चाहिँ हामी गयो तर एभ्री वान प्लेड वेल है यता हाम्रो के भन्नु छ गेमको आज ठिकै छ फोर्थ वेल राम्रो भयो कम ब्याक टाई ब्रेकरमा अब हाम्रो लकले फेभर गरेन इट वाज गुड मजा आयो गुड एक्सपिरियन्स ल बुबुहरूलाई अब साई के छ भन न के भन्नु के छ के भन्नु र अब केटाहरू राम्रो खेल्यो होइन गेम त दामी भएको पोजिसन पनि हाम्रोमै थियो मजाले खेल्यो सबैजना हो तर अब ब्याड लक भनौँ आज होइन कतिवटा चान्सेसहरू क्रिएट भएको पनि अब मिस भयो हाम्रो त्यही हो नभए त गेममा चाहिँ अब हाम्रै थियो अनुराग लाइक सेयर सब्सक्राइब गरिदिनु होला अन्त हाम्रो बुबु के छ बुबु त्यस्तो होइन नेक्स्ट टाइम चाहिँ होइन म स्ट्राइकर खेल्छु केटाले स्टपर तर गेम चाहिँ ओभरै हाइप भयो होइन यहाँको अडियन्सलाई पनि मजा हेर्नु हो त्यही हो यो चाहिँ 3 जनालाई मात्रै न्यू खोज्यो त्यस्तो होइन त्यही हो अब अलिकति अब हामीले फिनिसिङमा चाहिँ काम गर्नुपर्ने अवस्था हुन्छ सो गाइस त्यस्तै हो भ्लग एन्ड हुन्छ होला सो त्यही हो च्याडा बाई बाई र गाइस हामी चाहिँ नुहाइधुवाइ गरेर पनि अब यहाँबाट निक्लिन आँटेको होइन हेर्नुहोस् तपाईँहरूले मुम्बईको भ्यू तल अब यही बाटो जानुपर्छ हामी राम्रो आयो नि अलिकति हाम्रो फोनले भ्याउँदैन नि त अन्डा खान्छ नि त के खान्छ अरे अन्डा के रहन्छ ठिकैको हेलो एभ्रीबडी वाट डु वान्ट टु से अबाउट द गेम
इट वाज नाइस गेम है मजा आइदियो है अनुहारै देख्दैन को हो म ह्यान्डसम केटा बाल्दुन ह्यान्सी बोय साङ्गे ओपा कस्तो अरे साङ्गे ओपा अरे साङ्गे ओपा अरे गाइज त अब चाहिँ या दिन उता भ्लग हुँदैन अब चाहिँ हामी घर जाने हो यति थकित अवस्था खेलाओबे so guys त्यही हो if you enjoyed the vlog don't forget to like comment share subscribe to my channel until then see you in the next vlog guys